Hello everyone, welcome to my new video. तपाईहरु सबैजनालाई खाम्रे म फ्याफुलो अनि मेरो नयाँ भिडियोमा स्वागत छ। सो आज चाहिँ हामी कहाँ जान लागिरहेको छौ हेर्नुहोस्। तपाईहरुलाई पनि म घुमाउँदै लाने छु। टिल देन कीप वाचिङ। र हामी चाहिँ आइपुगेको छौं हाम्रो डेस्टिनेसनमा। अनि यहाँ चाहिँ हामी एउटा दुःखको कामले गर्दा आएको थियौं है। अनि त्यसले गर्दाखेरि चाहिँ अब आज बसेर चाहिँ सायद भोलि फर्किन्छु होला। एक दिनको लागि आएको छु दादा अनि म। सो हेर्नुहोस् है त कहाँ आइपुग्यौ भन्देऊ न। हामी यहाँ जग्गाको नाम त के हो? रानीपुल भन्ने है। हामी चाहिँ आदमपुरमा आइपुगेछौँ। म चाहिँ अरु यहाँ चाहिँ केही पनि हैन, यस्तो दामी भ्यू छ हो। किनभने म चाहिँ एउटा सानोतिनो नेचर लभर हो। त्यसले गर्दा मलाई भ्यूहरु चाहिँ यस्तो मन पर्छ कि मलाई चाहिँ भिडियो गरिरम जस्तो लागिरहेको छ है। तर पनि अब त्यो भनेर पनि भएन हैन। नाइट भ्यू पनि हेर्नुस् न, यस्तो दामी देखिरहेछ नि। यस्तो दामी नभन्नुहोस्, मलाई त यति मन पर्यो भ्यू चाहिँ। द नेक्स्ट डे अनि अब हामी चाहिँ लाग्यो घरतर्फ र गाडीमा चढेर चाहिँ अब हामी गएको। जाँदा जाँदा तपाईहरुलाई भ्यू देखाउँदै जान्छु। र हाम्रो दादा हेर्नु नि यहाँनिर। घर पनि आइपुग्यौं र घर आइपुगेर चाहिँ इभिनिङ टाइममा चाहिँ दादाले यहाँनिर दुईजना जेसन र शुभमलाई चाहिँ बाइक सिकाउनु लानु हुँदैछ। र शुभमलाई चाहिँ यहाँबाट बाइक निकाल्नु एकपल्ट ट्राई गर भनेर चाहिँ भन्दैछ। खै हेरौँ, यहाँबाट मैले भिडियो गरेको। अड्क्यो बिचारा, त्यसले सिक्नु चाहिँ सिक्यो, त्यसले राम्रै कुदाउँछ कि। तर अब त्यही स्टार्ट गर्नु र त्यो उकालो चढाउनु चाहिँ अलिकति जानेको छैन। अब दादाले चाहिँ लग्यो तिनीहरूलाई चाहिँ। जाँदै चाहिँ सिक्नु चाहिँ तिनीहरू ओह्रालै जान्छ गजलडुब्बापट्टि। र मैले चाहिँ यहाँबाट भिडियो गरिदिएको परसम्म। गए स्कुलको अगाडि पुग्यो उनीहरू चाहिँ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, टेक केयर, सी यू। प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब।